सेवारो नमस्कार, नमस्ते, जय देश, जय माटो, जय श्रम संस्कृति पार्टी। धेरै दिन पछाडि आयो टिकटकमा। अब है चुनावमा अब दौडधुप गरियो, थाकियो, बस्यो। अब त्यस्तै त होला। अब हार जित भनेको यो भनेको जुवा हो। जुवा खेल्दाखेरि हार्नु पनि सक्छ, जित्नु पनि सक्छ होइन। तर हामी हरेस खाँदैनौँ, किनभने हामी एमाले काङ्ग्रेसले पछि पारेर सेकेन्ड पोजिसनमा आएको छौँ। त्यसले गर्दा मलाई धेरै खुसी लागेको छ होइन। जनताले अलिकति दुःख लाग्दो कुरा चिन्नु सकेन। देशभक्त र देश बचाउँ भनेर भनेको मान्छेले देश बचाउँ भनेर यति साह्रो कराइरहेको थियो र जनताले अलिकति नबुझ्यो होइन। अब नेपाली जनताको एउटा नीति र नियम छ होइन, नबुझ्ने अनि बिग्रिसकेर देश गुमिसकेपछि बल्ल ला भन्ने खालको नियम छ। त्यसले गर्दाखेरि नेपाली जनताको जबसम्म दिमाग र बुद्धि विवेक आउँदैन तबसम्म नेपाल यस्तै नै रहिरहन्छ होइन। अब हामी चाहिँ किनभने नराम्रो भन्दैनौँ, कसैले पनि विरोध गर्दैनौँ। हामी श्रम गरेर देश बनाउँ भन्ने अभियानमा अगाडि बढेको हो। कुनै पद लोभ लाभले अगाडि बढे होइन। हामी यो देश बचाउँ र यो देशलाई श्रम गरेर विकास अगाडि बढाउँ भनेर नागरिकहरूले सुरक्षा र यो देश सुन्दर देख्न पाऊँ भन्ने हाम्रो भावना हो। त्यो भावना अनुरूपमा हामी चाहिँ श्रम संस्कृति पार्टीमा लागेको हो। त्यसले गर्दाखेरि तपाईँहरूले अब यसपालिको चुनावमा तपाईँहरूले अलिकति चिन्नु भएन, केही छैन, चिन्नुहुन्छ भोलि पर्सि साँच्चै को सत्य को सही रहेछ को गलत रहेछ भन्ने कुरा त तपाईँहरूले भोलिको छलम भोलि के अब आजै हिजो आज नै बुझिहाल्नुभएको छ। अमेरिकन सेना किन आयो, के कारणले आयो, ती पत्रकारहरू कहाँ गए, खालि हर्क साम्बाङको पछि लागेको छ, जातिवादीको कुरा गराएको छ, दुनियाँ दिवाना गराएको छ, नराम्रो बोलीलाई हालिदिएको छ, राम्रो बोलीलाई कटाइदिएको छ, हो यस्तो बनाएको छ। आज अमेरिकाको सेना आएको छ, किन आयो? देशको भलाको लागि आयो कि एमसिसीबाट एसपिपी बनाउन आयो कि? खै त पत्रकार कहाँ गयो? यी पत्रकारले त त्यस्तोहरू खोज्ने हो के।